दुर्गेश थापाले भर्खरै सार्वजनिक गरेको मास्टर्नी गीतले धेरै शिक्षक शिक्षिकाहरूसँग अलि नकारात्मक सन्देश गएको भनी धेरै टिप्पणी आएपछि अन्ततः दुर्गेश थापाले आफ्नो नयाँ गीत युट्युब च्यानलबाट हटाएका छन्। यिनले धेरै राम्रो काम गरे, किनभने यस्तो विवाद आउँछ भने यस्ता गीतहरू हटाउनु जरुरत छ र उनले त्यो आफ्नो कर्तव्य पुरा गरे। तर त्यही केसमा पनि हाम्रा शिक्षकको लागि म एउटा विनम्र अनुरोध के गर्न चाहन्छु भनेपछि कतिपय शिक्षकहरू यस्ता पनि छन् कि विद्यार्थीलाई अझै विशेष गरेर छात्रा विद्यार्थीलाई गालामा मस्वार्नी, चिम्टिनी, कान्छी, काली भन्दै चिमट्ने यस्ता गतिविधिहरू धेरै पुराना पहिलेदेखिबाट घट्दै आएका हो। कति शिक्षकले त कति विद्यार्थीलाई अब प्रेग्नेन्टसम्म बनाएको घटनाहरू धेरै आइरहेका छन्। यस्ता घटनाहरूको लागि पनि शिक्षक महानुभावहरूले विशेष ध्यान दिन जरुरत छ। तपाईहरूलाई एउटा गीतले गर्दा त्यति असर पर्छ भनेपछि आफू पनि सक्षम हुन अनुरोध गर्दछु।